हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ मेरो फर्स्ट भिडियो हो होइन। आजदेखि चाहिँ म 30 दिनसम्म गेमिङ गर्नेछु र आफ्नो च्यानलको सब्सक्राइबर गेन गर्नेछु झन् होइन। सो लेट्स गेट स्टार्टेड। सो आज चाहिँ हामी रोब्लक्स भन्ने गेम खेलिरहेछौँ। रोब्लक्स इज क्वाइट पपुलर होइन इन नेपाल अल्सो। सो रोब्लक्सको भित्र चाहिँ हामी ब्लक सुट भन्ने गेम खेल्न गइरहेको छौँ। सो लेट्स गेट स्टार्टेड। सो म चाहिँ अहिले लेभल 150मा रहेछु। सो आज हेरौँ कति गेन गर्न सक्छौँ हामी लेभल। सो पाइरेट्स 154 रहेछ है गाइज, सरी। सो लेट्स गेट स्टार्टेड है। आज धेरै दिनपछि रोब्लक्स खेलिरहेको छु। रोब्लक्सको चाहिँ एउटा धेरै राम्रो कुरा रहेछ होइन। सो खेल्न चाहिँ मजा आउँछ क्या। जुम आउट जुम इन सबै छ यसमा। यसमा चाहिँ हामीले खतरा खतरा गेम हुन्छ रोब्लक्समा। सो रोब्लक्स पनि क्वाइट पपुलर छ। सो गाइजहरू यहाँ एउटा ट्रेजर रहेछ, यसलाई लिन्छ। के रहेछ यसको भित्र? खोल्जा सिमसिम के हो? खोल्दै खोल्दैन त। ए खुल्यो है गाइज। ल $966 रहेछ। नाइस। सो यहाँ चाहिँ हामीले अर्को प्लेयरहरूलाई मार्नुपर्छ। लाइक अब यहाँ चाहिँ पाइरेट, मैले चाहिँ पाइरेट चुज गरेको थिएँ अनि हामीले चाहिँ म्यारिनहरूलाई मार्नुपर्छ। सो गाइज तल जाऊँ ल। कहाँ यो त बादलमा पुगाइदियो त मलाई। ए रोब्लक्समा पनि रोबक्सले हामी के किन्न सक्छौँ। अनि ब्लक फ्रुटमा चाहिँ यहाँ फ्रुटहरू भन्ने हुन्छ, तर अहिले त्यति थाहा छैन मलाई। लाइक म पनि एउटा बिगिनरै हो होइन। सो गाइज तपाईँले हेर्न सक्नुहुन्छ एउटा त्यो रहेछ म्यारिन। सो यसलाई जाम। यसपछि हेर्नु गाइज, हान्न आयो गाइजहरूमा चलाउने अझै के हो यो? ए बुझेँ यस्तो पो रहेछ। ए ल ल ल ल आइज ले टाइट मरे नि। अब फेरि तल जानुपर्छ। माथि जानु यसपालि गाइज, यसपालि माथि जाने। उज्या रहेछ एउटा, त्यहाँ जाऊँ। मैले पनि रोब्लक्स धेरै पछि खेल्दा चाहिँ त्यही भएर त्यस्तो होइन। पहिला त अलिक खत्रै खेल्थ्यौँ साथीहरूसँग। अहिले चाहिँ अलिकति अब नखेलेर हो कि क्या। के हो माथि जाँदैछ? ए एनर्जी हेर्न अनि कहाँबाट हुन्छ। यसलाई एनर्जी गेन गर्न दिउँ, तबसम्म हामी तल गएर त्यो म्यारिनहरूलाई मारेर अघिदेखि हानेको हामी छ यार। ए फेरि के हो यार? पानीमा जाने बित्तिकै मर्छ रहेछ। टाइट स्काइल्यान्ड्स। सो माथि जाऊँ, माथि। एनर्जी सके है। फेरि तल पुगे। ए मसँग पावर होला नि? छैन। ए टाइट यस्तो मजा आइरहेको थियो है।
के हो यो ए जुम इन जुम आउट यति धेरै पछि खेलेपछि मलाई खेल्नै आइरहेन हो किन धेरै भइसक्यो रोब्लक्समा खेलेको त फेरि जम्मा थियो गाइस फेरि तल झऱ्यो के गर्ने अब स्काइल्यान्ड्स ठाउँको नाम चाहिँ स्काइल्यान्ड रहेछ लेभल वाइज चाहिँ ठाउँहरू चेन्ज हुँदो रहेछ त्यो चाहिँ मैले फर्स्ट टाइम थाहा पाएँ अहिलेसम्म मैले त्यस्तो खासै खेलेकै छैन होइन साथीहरूले भन्थ्यो पहिला यहाँ क्यासेलमा पुग्यो पहिला ट्रेजर लिउँ ट्रेजरमा के रहेछ गेस गर्नु त गाइस एक खतरनाक निस्केस फेरि 930 पैसा मात्रै निस्किन्छ कि क्या सो रकेट फ्रुट चाहिँ युज गरौँ होइन यहाँ हान्ने बित्तिकै जान्छ रकेट बल्ल आयो नि गाइस खेल्दै ए भाइ तै कहाँबाट आयो के हो यो तै हावा गेम राति पर्यो एकजना पनि मरेन हौ मार्नै पाएन आज ल फे एनर्जी नसकोस् हौ प्लिज एनर्जी सकेन भने त कहाँ पुग्छु म एनर्जी सक्दो रहेछ एनर्जी फेरि माथि चढ्नुपर्छ अब चाहिँ स्पिड युज गर्छु म ट्रेजर भेट्यो फेरि 339 को राति पनि के देख्दै रहेछ हौ फेरि माथि चढ्नु पर्यो गाइज यसपालि त मारेर आउने हौ साँच्ची भने धेरै भइसक्यो हो यो नखेलेको त है केही आइराखेन फेरि त्यो माथि के हो है ले को हो यो एनर्जी सकिन्छ जेड दबाउने होइन जेड दबाएर ए के युज गरौँ पाइप जेड ड्रागन ब्लास्ट एक्स बुट खतरा रहेछ यार के हो यो ले एउटालाई चाहिँ मारे यसपालि एउटालाई चाहिँ मारे ल त्यति भयो भने पुगिहाल्यो नि एउटालाई मारेपछि तल जाऊँ अब यसलाई यो चाहिँ के हो यो प्लिज सेलेक्ट स्टार ब्यान्डेड 7,000 दियो भने 300 कन्फर्म कहाँ जाने के गर्ने अब को ब्यान्डेड्स भने ए तिनीहरू हो अघि तिनीहरूसँग खेलाएको फेरि एउटा ट्रेजर चाहिँ खोज्न मजा आउँदो रहेछ जाम
अब डे 1 मा त्यस्तो खेलेर होइन गाइज। अब त्यो मिसन चाहिँ पुरा गरेर छोड्ने आज। फेरि तल पुगे त मरे पनि हुन्छ अब त। फेरि आउने, फेरि माथि पुगाउँछ यसले, तल जाने फेरि। मिसन चाहिँ यार के हो यो? के हो एनर्जी कति युज गर्छ? ल छिटो 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 छिटो। ल यो दबाउने बित्तिकै जान्छ। फास्ट गरेछ नि त अप्सन। ल हेर कसरी हान्ने हो यसलाई? 1 दबाउँदै जाने। ल आइज भाइ आइज। यस्तो हान्छ नि भाइ। ल लेट्स गो। पन्चले हानिदिरहेको छु हौ यस्तो मान्छेलाई त म। लेट्स गो। फेरि भयो। के गर्नु हौ गाइज, यो म्यारिनहरू त लास्टै खतरा रहेछ। अब एउटा पनि मरेको छैन हौ यो, हेर्नु न क्वेस्टमा। फर्स्ट टाइम खेल्दा चाहिँ त्यही भयो, त्यस्तो केही थाहा भएन। तर ठिकै छ, के गर्ने अब। क्वेस्ट क्विक। ओए के हो यो? You had 15 minutes to defeating. के हो यो? अब अर्को पालि आउँदा चाहिँ म सबै सिकेर आउँछु भाइ। साथीहरू कसरी खेल्छ हौ यस्तो के? तर मजा आएर है, जे भने पनि मजा आएर, जे गरे पनि मजा आएर हौ, खतरा मजा आएर। अब आम्बो के सुपर प्यानै रहेछ त है मान्छे त। अनि यो युज गरेँ भने यो अघि किन हेरिनँ हौ मैले हो। आइज अझै। ल अब चाहिँ गयो है कामै गयो यसको त अब। ल आइज भाइ। ल लेट्स गो एक्स। ल सक्यो। ल कति जान हौ यसकोमा? ल टट यस्तोलाई पनि हान्न सकेन भने त अब सुपर पावर त खतरा रहेछ त। जा है यताबाट। ल लेट्स गो। कहाँ पुग्यो हौ यो त? टट मलाई मार्छ कि क्या? एकछिन माथि जाऊँ होइन, फेरि त यतिले बच्यो कि यतिले बच्यो। अब खालि 60 मिनट छ मार्नको लागि। पक्ने यहाँ ट्रेनिङ लिएर जाने। अब यस्तो ट्रेनिङ लिन्छु नि। रकेट कसरी युज गर्ने? रकेट भनेको एउटा फ्रुट होइन? मलाई त त्यस्तै लाग्यो, फ्रुट रहेछ। क्विक ट्याकल अनि ल अब यही कम्ब्याट युज गरौँ। यसको ल यसपालि त मारेरै छोड्यो हौ, जे भए पनि मारेर छोड्ने। अब धेरै भयो गेम। ट्रेनिङ लिँदा फेरि ल लेट्स गो। यताबाट
फेरि मलाई तल खस्न मन छैन तल खसी ल हेर कहाँ पुग्यो यो कुन ठाउँ हो यो अर्को सीमा जाने हो यो यहाँ पुग्यो अब माथि छिटो जाऊ न ह्याट कस्तो स्लो मान्छे क्विक क्यू ल फे होइन म के हानिदिउँ के आयो फेरि त्यही पुग्यो ल फेरि तल पुग्यो हे एनर्जी पनि छैन के ए अर्को आइल्यान्ड गइदिउँ काम छैन यो आइल्यान्डको सब के अब बोटको लागि पनि पैसा लाग्छ डाइरेक्ट सेलेक्ट गेम पास बोट टु पर्चेज इट $1000 होइन गरिदिउँ अब के खान्छ होइन board dealer game pass select a board 1 or 2 1 किन फ्रिज भयो ल गाइजहरु यो भिडियो एकदमै लामो भएको छ सो आज खेल्न चाहिँ मजा आयो हैन तर अब के भन्नु आज खेल्नै आएन हो त्यस्तो त यो मैले अलमोस्ट 1-2 वर्ष पहिला खेलेको थिएँ अब एकैचोटि त्यति खेलेपछि त अब अर्को भिडियोमा चाहिँ म राम्रै सिकेर आउँछु अनि अझै इन्ट्रेस्टिङ कन्टेन्ट बनाउन खोज्छु ल थ्याङ्क्स फर वाचिङ गाइज